नेपालको कृषि किन पछि परियो? यदि यसको उत्तर एउटै हुन्थ्यो भने सायद यसको समाधान धेरै अगाडि नै भइसकेको हुन्थ्यो। तर नेपालको कृषि प्रणालीभित्र वर्षौंदेखि जडा गाडेर बसेका समस्याहरू धेरै छन् र तीमध्ये पहिलो समस्या हाम्रो टुक्रिएको जमिन। आज नेपालमा खेतीयोग्य जमिन त धेरै छ, तर ती जमिनहरू साना साना टुक्रामा विभाजित छ। पुस्तौंदेखि हुँदै आएको अंशबाटका कारण हरेक पुस्तासँगै जमिन पनि टुक्रिँदै आएको छ। कतै आधा रोपनी, कतै एक रोपनी, कतै त्योभन्दा पनि सानो। अब यस्तो अवस्थामा ठूलो स्तरको आधुनिक कृषि गर्न निकै गाह्रो हुन्छ। परिणाम उत्पादन लागत बढ्छ, समय बढी लाग्छ र केही हदसम्म उत्पादन पनि कम हुने सम्भावना धेरै हुन्छ। अब समाधान, कृषि योग्य जमिनलाई अंशबाट गर्दा खेती नै गर्न नसक्ने गरी साना साना टुक्रामा किताकाट गर्न दिनु हुँदैन। यसका लागि सरकारले खेती योग्य जमिनको प्रकृति र स्थान अनुसार न्यूनतम क्षेत्रफल तोक्नुपर्छ। अर्थात् यदि रोपनी भन्दा सानो खेती योग्य जमिन किताकाट गर्न नपाइने जस्तो स्पष्ट नीति ल्याउनु पर्छ। तर यसको अर्थ जग्गा धनीको अधिकार खोज्नु भने होइन। जग्गा धनीको अधिकार पनि सुरक्षित राख्नु पर्छ र यसो गर्दा आधुनिक कृषि गर्न सजिलो हुन्छ र साथै जग्गा धनीको अधिकार पनि सुरक्षित रहन्छ। यस्तै अर्को ठूलो समस्या छ खेती नगरी जमिन बाँझो राख्ने समस्या। आज पनि धेरै ठाउँमा खेतीयोग्य जमिन बाँझै छ। आफूसँग भएको कृषि योग्य जमिन सबै जग्गा धनीले आफै खेती गर्न सक्छ भने छैन। कतिपय गाउँमा बस्दैनन्, कतिपयसँग खेती गर्ने समय छैन र कतिपयसँग खेती गर्नका लागि सिप वा स्रोत पनि छैन। तर समस्या त्यति बेला सुरु हुन्छ जब न उनीहरू आफै खेती गर्छन् न अरूलाई खेती गर्न दिन्छन्। यो समस्या मैले आफैले पनि अनुभव गरेको छु र यस्तै समस्याहरू मैले धेरै मानिसबाट पनि सुनेको छु। अब फलस्वरूप खेती गर्ने चाहने किसानले जमिन पाउँदैन, खेतीयोग्य जमिन पनि बाँझै रहन्छ र त्यसले न जग्गा धनीलाई फाइदा हुन्छ, न किसानलाई फाइदा हुन्छ र न राज्यलाई फाइदा हुन्छ। अब समाधान, जग्गा धनीको अधिकार सुरक्षित राख्दै सरकारले लिज अर्थात् भाडामा दिने प्रणालीलाई सरल, सुरक्षित र पारदर्शी बनाउनु पर्छ ताकि आफूसँग भएको कृषि जमिन खेती गर्न चाहने किसानलाई निश्चित भएर भाडामा दिन सकोस् र यसबाट जग्गा धनी, किसान र राज्यले पनि प्रत्यक्ष लाभ लिन सकोस्। तर यदि कसैले जानी जानी वर्षौंसम्म खेतीयोग्य जमिन बाँझै राख्छ भने त्यसका लागि पनि सरकारले स्पष्ट नीति बनाउनु पर्छ। जस्तै अत्याधिक कर वा जरिवाना लगाउने र अति गम्भीर अवस्थामा अन्य कानुन कारबाही पनि गर्न सकिने व्यवस्था ल्याउनु पर्छ। तर यस्तो नीतिको उद्देश्य जग्गा धनीलाई दण्ड दिनुको लागि भन्दा पनि खेतीयोग्य जमिनलाई उत्पादनमा ल्याउनका लागि हुनेछ। तर यदि कसैले जानी जानी वर्षौंसम्म खेतीयोग्य जमिन खेती गर्न जमिन भएर यसका लागि पनि सरकारले स्पष्ट नीति बनाउनु पनि चाहिन्छ। र यहीँबाट अत्याधिक कर वा जरिवाना लगाउने अर्को समस्या र अति गम्भीर अवस्थामा अन्य कानुन कारबाही पनि। नेपाललाई विश्वकै जलस्रोतको धनी देश मध्ये एक मानिन्छ। नेपालको खेतीको दुई तर्फबाट चिसो पानी कलल बगिरहेको हुन्छ, तर त्यही छेउको खेत आकाशबाट पानी कहिले पर्ला अनि बाली सुरु गरौँला भनेर कुर्न बाध्य छ। अब यस्तो अवस्थामा वर्षा भयो भने बाली हुन्छ, भएन भने वर्षभरिको मेहनत पानी। अब यसको समाधान, सबैभन्दा पहिला सिँचाइको नहरहरू विस्तार गर्नुपर्छ। जहाँ नहरहरू पुर्याउनु सम्भव हुँदैन त्यहाँ ड्रिप सिँचाइ र आधुनिक प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ। त्यसका लागि आवश्यक पर्ने मेसिन, पम्प, विद्युत र प्राविधिक सेवा पनि सहज रूपमा उपलब्ध गराउनुपर्छ। यदि किसानको खेतसम्म नियमित रूपमा पानी पुर्याउन सक्यो भने किसानले वर्षमा एक पटक मात्रै होइन, आवश्यकता अनुसार विभिन्न समयमा खेती गर्न सकिन्छ। यसका लागि विशेष गरी स्थानीय सरकारले बढी ध्यान दिनुपर्छ। किनभने कुन ठाउँमा कुन प्रकारको सिँचाइ आवश्यक छ भन्ने कुरा स्थानीय सरकारलाई जति अन्य सरकारले खासै थाहा हुँदैन।
र यहीबाट नेपालको कृषि प्रणालीलाई परम्परागत खेतीबाट आधुनिक कृषितर्फ लैजाने बाटो खुल्न सक्छ। यस्तै अर्को रहेको छ आधुनिक प्रविधि र कृषि ज्ञानको अभाव। आज विश्वका धेरै देशहरूमा सीमित व्यक्तिले 100 हेक्टर जग्गा जमिन सम्हालिरहेको हुन्छ र त्यहाँबाट राम्रो आमदानी पनि कमाइरहेको हुन्छ। तर नेपालमा धेरै किसानहरू अझै पनि परम्परागत कृषि प्रणालीमै निर्भर छ। यसो हुँदा मानव श्रम बढी लाग्छ, समय बढी लाग्छ र धेरै अवस्थामा उत्पादनको सम्भावना पनि सीमित हुन सक्छ। त्यसैले किसानलाई आधुनिक मेसिन, कृषि उपकरण र नयाँ प्रविधिमा सहज पहुँच दिनुपर्छ र सम्भव भएसम्म आवश्यक कृषि सामग्रीमा कर तथा अन्य लागत घटाउने वा लक्षित सहुलियत दिने नीति पनि ल्याउनुपर्छ। तर समस्या प्रविधिको पहुँच मात्र होइन, सही कृषि ज्ञानको पनि हो। यदि कृषि व्यावसायिक रूपमा गर्ने हो भने कृषिको सही ज्ञान पनि उत्तिकै आवश्यक पर्छ। अब यो कुरा भन्दै गर्दाखेरि कतिपयले मलाई मूर्ख पनि भनेर भन्न सक्ला, कतै किसानलाई कृषि गर्न सिकाउँछस् भनेर। तर यहाँ अवस्था फरक छ, किनभने समयसँगै जलवायु परिवर्तन, माटोको अवस्थामा बदलाव र खेती गर्ने प्रविधि पनि धेरै परिवर्तन भइसकेको छ। त्यसैले किसानलाई समय अनुसार यी सबै विषयको सही जानकारी र आवश्यक तालिम पनि नियमित रूपमा दिनुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा हो, यी सेवाहरू कागजमा मात्र सीमित नभई वास्तवमै किसानको खेतसम्म पुग्नुपर्छ। यस्तै अर्को समस्या छ यातायात र भण्डारण। तर यहाँ एउटा कुरा बुझ्न आवश्यक छ, यातायातको भूमिका कृषिमा मात्र नभई अर्थतन्त्रको हरेक क्षेत्रमा महत्त्वपूर्ण हुन्छ। त्यसैले ग्रामीण सडकको गुणस्तर सुधार गर्नुपर्छ। जहाँ सडकको पहुँच छैन त्यहाँ आवश्यकता अनुसार यातायात सुविधा पुर्याउनु पर्छ। त्यससँगै आवश्यकता अनुसार भण्डारण केन्द्र, सिँचाइ केन्द्र र कोल्ड चेन जस्ता कुराहरूलाई पनि विकास गर्नुपर्छ। किनभने तरकारी, फलफुल, दूध, मासु जस्ता छिट्टै बिग्रिने उत्पादनलाई सुरक्षित राख्न सकिन्छ र हाई सप्लाई, लो डिमान्ड भएको बेला उत्पादनलाई सुरक्षित रूपमा भण्डारण गरेर माग बढेको समयमा उचित मूल्यमा बेच्न सकिन्छ। अनि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा हो, अवसिजनमा पनि बजारमा उत्पादन उपलब्ध गराउन सकिन्छ। यस्तै अर्को रहेको छ बजारको समस्या। अब बजारको समस्याको बारेमा कुरा गर्दै गर्दा धेरैको मनमा एउटै कुरा आउँछ, त्यो हो बेचौलिया। धेरै किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो त हामी मध्ये धेरैले पटक पटक सुन्दै आएको छौँ। त्यसैले धेरैले लाग्न सक्छ यसको मुख्य कारण नै बेचौलिया हो। तर वास्तविकता समस्या यहाँ अर्कै छ, त्यो हो किसानको प्रत्यक्ष बजारसम्म पहुँच नहुनु र बजारको मूल्यको सही जानकारी नहुनु। अब प्रश्न आउँछ यसको दिगो समाधान के हो भनेर। यसका लागि पहिलो नम्बरमा रहेको छ सामूहिक बिक्री। किसान एक्लै बजार जानुभन्दा पनि समूह सहकारी मार्फत एकजुट भएर बिक्री गर्न सके बजारसँगको पहुँच राम्रो बनाउन सकिन्छ। दोस्रो नम्बरमा रहेको छ डिजिटल बजार। किसानले मोबाइलबाट नै विभिन्न बजारको मूल्य, माग र बिक्रीको अवस्था थाहा पाउने व्यवस्था हुनुपर्छ। तेस्रो नम्बरमा रहेको छ सम्झौता खेती। उत्पादन गर्नु अघि नै व्यवसाय उद्योगसँग बिक्रीको सम्झौता गर्न सकिन्छ। यसले उत्पादन गरेपछि कसलाई बेच्ने भन्ने चिन्ता कम गर्छ। त्यसैले यसरी गर्दा किसानलाई बजारसम्मको पहुँच, सही मूल्यको जानकारी र बिक्री सुनिश्चित दिन सकिन्छ। यो सबै कुराहरू हाम्रो कृषिको समस्याको एउटा हिस्सा मात्रै हो, तर यसको मूल जड हो हाम्रो नीति। नेपालमा कृषिका लागि नीति छन्, बजेट छन्, योजना छ, अनुदान र विभिन्न सुविधा पनि छ। तर ती नीति र सुविधाहरू वास्तविक किसानसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन। त्यसैले नीति हुनु मात्रै ठुलो कुरा होइन, त्यो नीति र सुविधा पारदर्शी, प्रभावकारी र जवाबदेही रूपमा कार्यान्वयन हुनु पनि ठुलो कुरा हो। त्यसैले पहिलो कुरा हो सरकारी सुविधा वास्तविक किसानसम्म पुग्नुपर्छ। दोस्रो, कृषि कार्यक्रमको कार्यान्वयन पारदर्शी र जवाबदेही हुनुपर्छ।
तेस्रो, कति बजेट खर्च भयो भन्दा पनि त्यसबाट कृषि क्षेत्रमा कति परिवर्तन आयो, किसानको उत्पादन कति बढ्यो, किसानको आम्दानी कति बढ्यो, यस सबै कुराहरूको मूल्याङ्कन हुनुपर्छ। तब मात्र हामीले कृषि क्षेत्रमा वास्तविक परिवर्तन आयो भन्ने महसुस गर्न सक्छौँ। होइन भने कागजका नीति कागजमै सीमित रहन्छ, तर किसानको खेत बाँचेका बाँचे। अब अन्तिममा सबैलाई मेरो एउटा अनुरोध छ, यो विषय केवल किसानको मात्रै होइन, हामी सबैको विषय हो। त्यसैले यो भिडियोलाई सकेसम्म धेरैभन्दा धेरै सेयर गरिदिनु होला, ताकि यो आवाज जनतासम्म मात्र नभएर सम्बन्धित निकायसम्म पुग्न सकोस् र नेपालको कृषिको भविष्य बदल्ने एउटा सकारात्मक बहसको सुरुवात हुन सकोस्। र तपाईहरूको यस विषयमा के विचार छ, कुनै सुझाव वा प्रतिक्रिया छ भने प्लिज कमेन्टमा लेखिदिनु होला। र यति भन्दै म बिदा चाहन्छु। अनि यस्तै तथ्यमा आधारित भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई फलो र सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।